कर्स खाएर यहाँ धेरै यिनीहरू माथिरहेको छ। A few moments later. सो वेलकम ब्याक टु माई च्यानल। नमस्कार सबैजनालाई। आजको ब्लगमा तपाईँहरूलाई स्वागत छ। फेरि आइसकेको छु अर्को न्यू ब्लगमा। आज चाहिँ म दाल लिन आएको थिएँ। आइसकेँ। यहाँ एउटा छ, यो यसलाई भन्छ यहाँको, यहाँ के भन्छ कि मुङ्गी मसेर भन्छ यहाँ। आज चाहिँ फेरि खतरा जाडो छ कि, फेरि बाहिर फेरि यस्तो जाडो छ नि, त्यही भएर यो लगाइदिएको थिएँ। अब यसलाई खतरा तरिकाले बाँध्छु कि मैले। अब यहाँ धेरै यिनीहरू माथिरहेको छ नि, यिनीहरूलाई जब आउँदैन मेरो कर्स खाएर राखेको छ कि। यहाँ धेरै केटीहरू हिँडिरहेको छ होइन। अब चाहिँ म ठ्याक्क घरमा जान्छु। घरमा गएर मस्त काम। यहाँ चाहिँ हामीले सिलिन्डर लिन्छ। ओ भाइ, ओ भाइ, ओ ठ्याक्क अब ल्याइसक्यो, पैसा पनि लिइसक्यो। यहाँबाट चाहिँ गाडी आएको चाहिँ यहाँ फेरि कुहिरो कति लाग्यो। कुहिरोले फेरि यहाँ त टन्टा साफ गरिदिन्छु मैले। कपडा धोएर भ्याएँ होइन, ठ्याक्क सबै कपडा धोइयो। यत्रो कपडा धोएँ क्या यहाँ खुरी। ढाड पछाडिको बहुत दुखेको छ है भन्ने म त। अनि यत्रो कपडा छ होइन, अब यसलाई सुकाउनुपर्छ। हेर थिर्ती यहाँको जाडो फेरि यस्तो छ नि, थिर्ती हो के अरे। यताउता त देख्दै छैन कि राम्रोसँग, धुजिला धुदी होइन, राम्रोसँग देख्दै छैन। यसलाई सुकाउन अनि यहाँ चिसो भयो। अब चाहिँ हामी लाग्दैछ कम्प्युटर चलाउन। धुवा देख्न सक्नुहुनेछ। अब चाहिँ धेरै जाडो छ यता।